कमजोरीले बेलुन पड्किँदा नेताहरूको मुख जल्दाखेरि न्यायिक छानबिन समिति गठन हुने, हामीले यो देशमा 20 जना घाइते भए, 2 जनाले शहादत प्राप्त गर्नुभयो। यसरी पुलिसको आतंक, प्रहरी राज्यको आतंक हुँदाखेरि हामीले छानबिन समिति गठन गर्न माग गर्दा पाउने कि नपाउने? हामीले गल्ती गरेको भने सरकारले हिम्मत गरोस् न त न्यायिक छानबिन समिति गठन गर्ने। त्यो त सरकारले आवश्यक छैन भनेर सरकारीमै दलका मन्त्रीले यो चाहिँ यसको लागि छानबिन आवश्यक छैन हैन। यो देशमा चाहिँ केही पत्रकार साथीहरू र राज्यले चाहिँ जुडिसियल एक्टिभिजम, न्यायिक सक्रियता भन्छ होला नेपालीमा, त्यो गर्नु भएन। न्यायको निर्णय न्यायालयले गरोस्। छानबिन गरेपछि उहाँहरूले कसलाई दण्डित गर्ने नगर्ने र राज्य स्वयं दण्डित हुने भन्ने कुरा त्यसपछि आउँछ। यदि छानबिन समिति गठन हुने भयो भने सरकार पनि ढल्छ हैन। यो गृहमन्त्री चाहिँ कानुनी कारबाहीको दायरामा ल्याइन्छ। त्यसले गर्दाखेरि आज हाम्रो नेताहरूलाई बोलेको घरमा भरमा उहाँले राज्य विरुद्धको अपराध ल्याउने र राज्यले लागेर गृहमन्त्री लागेर जनताहरूमा ठाडो गोली हान्ने आदेश दिने गृहमन्त्रीले चाहिँ यो मुद्दा खेप्नु पर्दैन। उहाँसँग हिम्मत छ भने उहाँले छानबिन समिति गठन गर्नु पर्यो। छानबिन समिति बनाउनु भएन भने यो आन्दोलन त्यसकै नतिजा हो। त्यसैको लागि दबाब सिर्जना गर्ने, देशभरिको जनता सडकमा उत्रेर न्याय गर्ने अवस्था सृजित नगर्नुहोस्। सरकारलाई हामीले चेतावनी यस्ता गतिविधिहरू जसले गरेको भए पनि निन्दनीय हो हैन। यद्यपि उहाँले आफूमाथि चाहिँ आक्रमण हुने डरले म भाग्दाखेरि भन्नुभयो, तर हामीले न्यायिक छानबिन समिति गठन गर्नुहोस् भनेको प्रहरीको लागि राज्यलाई दोषी देखाउन मात्रै होइन, आन्दोलनको पक्षधरबाट पनि गाडीबाट पनि गलत भएको छ भने लुटपाट भएका व्यक्तिहरूलाई कानुनी कारबाहीमा ल्याउनु पर्छ। यो दुवै पक्षको कुरा हो, एक पक्षको कुरालाई गरेर हामीले गर्न खोजेको होइन। अब के छ राष्ट्र संस्था फर्किने आधारहरू चाहिँ के छ अब भन्नुहोस् त ठ्याक्कै। तपाईले देख्नुभयो नि यो देशका राष्ट्रपति उपराष्ट्रपतिहरू हामीले तिरेको करको पैसाबाट राष्ट्रपति हुने, जीवनभरको लागि सुख सुविधा लिने, त्यो सत्तामा बसेर राज्यको कारिन्दा दलको कारिन्दाको रूपमा काम गर्ने र आज भत्ता लिएर बचाइसकेपछि अब फेरि सक्रिय राजनीतिमा फर्किने भनेपछि त्यो संस्था साझा रहेछ, निष्पक्ष रहेछ। उहाँहरू कारबाहीको दायरामा आउनुपर्छ कि पर्दैन, अनुसन्धानको दायरामा आउनुपर्छ कि पर्दैन? यो राष्ट्रपति कार्यालयले आफूलाई जनता समक्ष निष्पक्ष र साझा बनाएको भए, त्यस हिसाबले परिष्कृत गरेको भए आज राष्ट्र संस्थाको माग उठ्यो। आज यो देशमा गणतन्त्रका नेताहरूले देशमा स्थायी स्थिरता दिएको भए, विकास गरेको भए, गरिब र किसानको मुद्दाहरूलाई सम्बोधन गरेको भए, पैसा तिर्सकेपछि त यिनीहरूलाई मौका दिएको होइन जनताले, यिनीहरूलाई भोट हालेको होइन, तर यिनीहरू जहिले पनि भागभण्डाको राजनीति गर्ने, काममै काममा बस्ने, सत्ता सङ्घर्षमा अल्झिने, जनताहरूलाई दबाउने, त्यो कारणले गर्दा आज गणतन्त्रको विरुद्ध आवाज आएको हो। त्यसैले उहाँहरूले खुद जिम्मेवारी लिएर र यस्तै अवस्था सृजना गर्नुभयो कि आम जनताले यो व्यवस्था परिवर्तन र राष्ट्र संस्थाको माग गर्ने उहाँहरूको कृतित्वले यो राष्ट्र संस्था यहाँ स्थापित हुने भयो। भनेपछि राष्ट्र संस्था नफर्काउनुसम्म अब तपाईहरु सडक चाहिँ छोड्नुहुन्न हैन। अब आजको हाम्रो यो विरोध सभा घोषणा सभापछि वैशाख 7 गतेबाट काठमाडौँमा देशभरिका जनता उम्लिन्छ र त्यो भिड हुँदैन, त्यो गणतन्त्रको चिरो मलानी हो, त्यसले निर्णय गर्छ। पश्चिममा भएको तपाईले भन्नुहुन्छ भन्ने प्रसङ्गमा भन्नुभयो। मैले किन भने नेपाली हिन्दू राष्ट्र विश्वको एक मात्रै 90% हामी सनातनीहरू हिन्दू र बौद्धको उद्गमस्थली हो। यदि यो देशमा सच्चा हिन्दू हुन्थे भने त्यो संविधान सभामा धर्मनिरपेक्षता लागू गर्दै गर्दा अधिकांश सदस्य त हिन्दू थिए। हिन्दू हुन्थे भने त्यो पास हुँदैन थियो। यदि यो देशमा हिन्दू हुन्थे भने तपाईको गौ माताको हत्या ठाउँ-ठाउँमा गरिँदैन थियो। यो देशमा हिन्दू हुन्थे भने त मन्दिरको अगाडि ढोकामा ल्याएर चर्च बनाइदैन थियो। यो देशमा हिन्दू हुन्थे भने हाम्रो घरमा चाहिँ तपाईको सत्यनारायणको पूजा ल्याउने ब्राह्मणले गएर तपाईको माओवादी कम्युनिस्टहरूलाई चाहिँ धर्म मासेर भोट हाल्दैन थिए। आम नेपाली जनता घाँटीमा रुद्राक्ष
रुद्राक्ष लाउने कन्ठी बाँध्ने म फलानो भने तर हिन्दू हुन्थे भने यिनीहरूले यो धर्म बेच्नेहरूलाई भोट हाल्दैन थिए नि त हो कि होइन भन्नुस् न आज यो देशमा हिन्दू हुन्थे भने एउटा लिम्बूको छोरा एउटा किराँती राजेन्द्र लिङ्गदेनले आफ्नो ज्यानको दाउ राखेर हिन्दुत्वको लडाई लड्नु पर्थ्यो यो देशमा हिन्दूको नाममा धर्मको व्यापार गर्ने व्यापारी भए त्यसैले यो मैले जनताहरूलाई चाहिँ तपाईहरुले बुझ्नुपर्छ हिन्दुत्व भनेको हाम्रो पहिचान हाम्रो अस्तित्व यसको लागि अहिले हामी लडेनौँ भने यसरी केही समय अगाडि विसर्जनका मान्छेहरू नेपालभित्र आएर अब गाउँ धर्मान्तरण हुन्छ अब गाउँ इसाईकरण हुन्छ भन्दाखेरि बोल्न नसक्ने हिन्दू हुन्छ त्यही भएर मैले यो हिन्दूहरूलाई चाहिँ तपाईहरु जाग्नुस् सनातनीहरूलाई जाग्नुस् भनेर भन्नको लागि यो देशमा हिन्दू हुँदैन छैनन् अहिले नै भन्नुभयो लिङ्गदेनको छोरो आएर चाहिँ हिन्दू राष्ट्र ल्याइदिनु पर्ने हजुर अन्य राजावादीहरू कहाँ गए सुतेकै हुन् होइन हामी जागिसकेका छन् नेपाली जनता जाग्दैछ नेपाली जनताले धेरै अगाडि नैदेखि जाग्नु पर्ने थियो तर समय लाग्यो तर ढिला भए पनि आज सारा जनताहरू सचेत भएर आफ्नो अस्तित्वको लडाईँमा हामीसँग चाहिँ उभिराख्नु भएको छ त्यही ठुलो कुरा हो समय लाग्छ नि परिवर्तनको लागि होइन किनभने यति धेरै नेताहरू दलहरूबाट विश्वासघात भएको छ कि कुनै पनि नयाँ पात्रलाई विश्वास गर्नु समय लाग्छ तर अब यो चाहिँ हाम्रो आफ्नै पहिचानको लडाई स्वाभिमानको लडाई भएको भएर अब समय आइसकेको हेर्नुहोस् जुन देशमा सत्य बोल्न नसक्ने अवस्था सृजना गरिन्छ हैन त्यसको उदाहरण भनेको रविन्द्र मिश्र र धवल शमशेर लगायत राष्ट्रवादी साथीहरूको चाहिँ कसरी अहिले चाहिँ उहाँहरूलाई कारागारमा राखिएको छ सत्य बोलेको कारणले गर्दा हो भनेपछि यो लोकतन्त्रमा अब दासत्व मात्रै बाँकी छ जनताहरूले नबोल्नु भनेर राज्य लागेर त्रास स्थापित गरेको छ आज मिडियाले खुलेर नडराइकन लेख्न सकेको छैन यहाँका कथित बुद्धिजीवीहरू राष्ट्रले चाहिँ के गर्ला भनेर आफ्नो भविष्य सुनिश्चित गर्नको लागि चुप लागेर बसेका छन् आज यो देशका सुरक्षा कर्मीहरू हेर्नुहोस् सबैभन्दा यो महँगीको मारमा परेको 20,000-30,000मा दिन रात मेहनत गर्नुपर्ने सुरक्षा कर्मीहरू आज सत्ता र दलको दबावमा झुक्न बाध्य बनाइराखेको छन् भनेपछि यो देशमा न्याय मरिसक्यो न्याय समाप्त भइसक्यो यो अन्धकारको समय हो हामीले अब यो जुन ठाउँमा न्यायलाई गाडिएको छ राजपा र नेपाली जनता मिलेर त्यही चिहानबाट क्रान्तिलाई जन्म दिनुपर्छ र यो परिवर्तन ल्याउनुपर्छ जय राष्ट्रवाद तपाईहरुले चाहिँ सडकबाट अथवा चाहिँ भौतिक वर्गबाट आम नागरिकबाट न्यायिक समिति बनाएर छानबिन गर्ने ताकत राख्नुहुन्छ त आज हामीले के भनिरहेछौँ भन्दाखेरि हामी सरकारसँग समझदारीमा कुरा गरिरहेछौँ राप्रपाले चाहिँ तपाईको ज्ञापन पत्र बुझायो किनभने राप्रपालाई यति थाहा छ आज सरकारले न्याय दिएन भने निर्णय दियो भने जे पनि निर्णय दिन सक्छ त्यसको जिम्मेवार भोलि सरकारले लिनुपर्छ नि त त्यसले गर्दा अहिले नै समझदारीमा सरकारले नै न्यायिक छानबिन समिति गठन गरोस् यो हाम्रो अपिल र निवेदन छ उहाँहरूलाई